केही बोलौँ सर? नमस्ते, म चाहिँ विशाल राई। आज म तपाईहरुलाई यो खेलको बारेमा थोरै जानकारी गराउन चाहन्छु। र आज चाहिँ ठ्याक्कै भन्नुपर्दा तिहारमा जमिरहेको छ। खास गरेर आज कुकुर तिहार। कुकुर तिहारको दिन चाहिँ यहाँ सबै साथीहरू भेला भएर चाहिँ एकदमै राम्रो खेलहरूलाई देखिरहनु भएको छ, मनोरञ्जन दिलाइरहनु भएको छ र जित्ने टिमलाई शुभकामना छ। उहाँहरूले राम्रो रकम पनि जित्नुहुन्छ होइन, आफ्नो प्रदर्शन देखाइरहनु भएको छ, आफ्नो कलाहरू देखाउने ठाउँ रहेको छ, यो मैदान रहेको छ। यो मैदानमा एकदम राम्रो गरिरहनु भएको छ र अहिले यता खेल्दै गरेको छ हाम्रो सिङ्गेको टोली हुन्छ अगाडिको चाहिँ, अनि यता हाम्रो गोटाडा प्लस बसेरीको खेलाडीहरू हुनुहुन्छ। खेलाडीहरू एकदम 101 हुनुहुन्छ, एकदम राम्रो। खेलबाटै यहाँ हेर्न सक्नुहुन्छ, एकदम राम्रो छ, मनोरञ्जन। खेलाडीहरू दर्शकहरू धेरै रहेको यो खेलमा चाहिँ एकदम राम्रो प्रदर्शन गरिरहँदाखेरि खेलाडीहरूको साँच्चै नै मन चाहिँ जित्न सफल हुनुभएको छ खेलाडीहरूले। धन्यवाद। अहिलेको लागि यति भन्न चाहन्छु। अहिले फेरि बोल्नु परेमा केही भन्नु परेमा म उपस्थित छु। हस्, धन्यवाद। वक्ता हाम्रो विशाल राई। भएको अवस्था छ, खेलाडीहरू एकदम उत्साहपूर्वक हेर्नुहोस् यहाँ मनाइरहनु भएको छ। दुवै तर्फका खेलाडीहरूलाई देख्न सक्नुहुन्छ। एउटा ब्रेक लिन सक्छौँ हामी। के को ब्रेक भन्दाखेरि यो चाहिँ बल हराएको अवस्था छ। बतासे सर्टले गर्दाखेरि बल चाहिँ निकै टाढा टक्केर गएको पछिल्लो जानकारी पाइएको छ। ठिकै छ, अहिले भन्नेहरू ठिकै छ, अलिअलि बतासिएको मात्र त हो। ठिकै छ, ल अहिलेको लागि